के चाहिने भन्दा बढी बोल्ने के कुनै केही कुरो पनि सिरियसली रूपमा नलिने, बढी बोल्ने, एकदम के चाहिने भन्दा बढी बोल्ने, हाँसो ठट्टा गर्ने बानीहरूको मान्छे। तर मैले आजदेखि डिसाइड गरेँ कि अब म चाहिने कुरादेखि बाहेक केही कुरो पनि बोल्दिनँ। जे कुरो जुन इम्पोर्टेन्ट छ नि, अब म मुख खोल्नुपर्छ, बोल्नुपर्छ, त्यो भए बोल्छु, नभए त्योभन्दा बढी म बोल्दिनँ। चाहिने कुरोभन्दा बढी हामी जिन्दगीमा 99% नचाहिने कुरा गरिन्छ। हामीले 1% मात्र कुराको हामीलाई आवश्यक हुन्छ अरे क्या बोल्नु। अरू 99% हामी यत्तिकै वायात बोलिन्छ, त्यो कुनै अर्थहीन कुराहरू गरिन्छ अरे क्या। त्यो म आजबाट डिसाइड गर्छु कि म आजबाट कि आजको दिनदेखि, आज कति तारिक, आज 8 तारिक, आजको नेपालको 8 तारिक, आजको दिनदेखि म चाहिने कुरा मात्रै बोल्छु, नचाहिने कुरो वायात यताउता बोल्दैन क्या। मौन बस्छु, चुप्पा बस्छु, आफूलाई महसुस गर्छु। हेरौँ कस्तो 1 महिनापछि कस्तो हुन्छ, कस्तो रियाक्सन आउँछ।